ल है हामीले घाँस काट्ने कति अप्ठ्यारो बाटो रहेछ त मलाई आज मुटु सिम सिम गरेको छ म तपाईँहरूलाई देखाउँछु है त यो हो अलैँची बारी भन्ने हो यो हामी तलबाट उकालो 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 आएर हो यो गल्छी यहाँबाट यस्तो यता यता त आएर यस्तो बाटो आएर यहाँ आएर हेर्नुहोस् है यहाँ आएर यस्तरी यो अप्ठ्यारो बाटोबाट झर्थ्यौँ ल यो बाटो यहाँ झरेर यस्तरी गएर ऊ त्यो कल्ला 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 गएर उता अलिकति झन्छ त्यहाँ उता गएर त्यो अलि उता त्यो अलिकति सम्म देख्नुभयो नि त्यहाँ घाँस काट्ने यो भिर हुँदै पुरै घाँस काट्ने ऊ त्यहाँ भिरमा घाँस काट्ने त्यहीँ मुठो बान्ने त्यहीँ डोकोमा हाल्ने डोकोमाथि चढाउने अनि यो भिरको चाहिँ यो खलाई समाउँदै यसरी आइने अहिले त्यति बेला अनि भिर चालिन्थ्यो भने अहिले मलाई यति डर लाग्यो यहाँ छेउमा उभिएर म हेर्न अहिले अप्ठ्यारो मानिरहेको छु मुटु यति चाहिँ कमजोरी बन्दो रहेछ सधैँभरि काम नगरेपछि अझ पनि यो भिरमा यसरी उक्लेर काम घाँस काट्ने मान्छे टन्नै छ कतिपय मान्छे त भिरले खाइदिएको पनि होला अब खाइदियो भन्नाले मर्या होला अब लड्डा पड्डा घाँस काट्ने बेला यो हेर्नुहोस् हो यो अप्ठ्यारो बाटो मलाई झल्झल्ती स्मरण छ ल हेर्नुहोस् यहाँ हुन्छ एकदम राम्रो खरको घाँस अनि यसरी आएर ऊ त्यो सानो चाहिँ पानीको छ ट्याङ्की बनाएको छ त्यहाँदेखि उताबाट जाने बाटो छ त्यसो अब यहाँदेखि फेरि उतापट्टि अलि माथिबाट फेरि अर्को बाटो छ यो भिर गरेर तल गएर यो बाटो पनि घाँस काट्ने यो हामीले चाहिँ चोरेर घाँस काट्ने फेरि यो तल गयो यो दङ्गालीको हो पन्थोकेको घाँसबारी माथि फेरि यो माथिको भित्रदेखि चाहिँ भित्र फेरि हेरी माथि चाहिँ देखिने भित्र यो काफल हानेको घाँस काट्दा यहाँ पक्रिन आउँथ्यो अनि हामीले डोको सोको बोकेर दौडिन्थ्यौँ यो भित्रमा भिरै ल कस्तो आरार भिर छ मलाई अहिले चाहिँ मैलाई चाहिँ काली लाग्दो लागिरहेको छ ऊ त्यहाँ तल गएर त हामीले दाउरा पनि काटेर ल्याएर आउँथ्यौँ हाम्रो बाले दाउरा काट्ने अहिले बोकेको गर्ने यही भिर हो अलैँची बारीको भिर यस्तो भिर छ